बनाउन यसरी लाइनले बस गरौँ यता त हेलो गाइस नमस्ते तपाईहरुलाई स्वागत छ फेरि हाम्रो अर्को नयाँ भिडियोमा हामीसँग छ आज यहाँ अचार अनि यहाँ छ पुरी अनि यहाँ सक्नुहुन्छ छ पुरी कोक। आज चाहिँ हाम्रो यो फुड खाने चाहिँ हाम्रो के अरे लोकेसन चाहिँ चेन्ज भएको छ गाइस आज हामी बीच साइड उता एकचोटि क्यामेरा देखाइदिनु हो क्या बीच एकचोटि समुद्रको भ्यू हेर्दै हामी चाहिँ आज फुड खाँदैछौँ गाइस देख्न सक्नुहुन्छ समुद्र वाउ हाम्रो यता छौँ साथीहरु हाम्रो भ्यू चेस हामी साथीहरु हामी चाहिँ अब ढिला नगरिकन खानुपर्छ साथीहरु पुरी बाहिर आएर चाहिँ हामीले फर्स्ट टाइम हो यो भ्लग बनाएको सबैले बोल्नु पनि लाज लाग्छ साथीहरु फर्स्ट टाइम खाए ल मिठो छ गाइस मिठो छ है पुरी कस्तो नरम अचार छ मिठो आज म वरिपरि धेरै मान्छे हुनुहुन्छ त्यही भएर हामी चाहिँ अलिक अर्को साइकल आयो आज चाहिँ ब्याकग्राउन्डमा धेरै मान्छेहरू देखिनेवाला छन् आज फ्राइडे हो नि त इग्नोर ब्याकग्राउन्ड आज चाहिँ सबैको छुट्टी हुन्छ साथीहरू त्यही भएर तर हाम्रो चाहिँ हुँदैन हाम्रो युट्युब फ्यामिलीहरू सम्पूर्णले म्यानेज गर्नुहुन्छ है प्राइजहरू तोरी हालेको मिठो छ क्या हुआ पता है ये अचार में हम लोग दूसरा एक चीज़ ऐड करने वाला था ये हमारा किचन चना का गेडा बोइल गरेर हामीले त्यसलाई बिहानदेखि ड्युटी आएदेखि भिजाएको कि त्यसलाई अनि भिजाएर बोइल गरेर यसमा हाल्ने भनेर रेडी गरेर राखेको किचनको सायद भन्ने हो कि के भन्ने हो मलाई त रिस मात्रै उठ्यो रिस उठेको लट्ट लएर डस्टबिन आएछ क्या हालिदिएको पछि त खोज्छौँ बाहिरबाट आएर कहीँ छैन अनि यस्तो डस्टबिनतिर हेरेको त डस्टबिनमा फ्याँक त हामीलाई कति रिस उठ्यो होला त्यो भएको भए कता हुन्थ्यो अहिले हामी त्यस्तो एक्सपेक्टेसन गरिरहेको थियौँ नि त बिहानदेखि पुग्छ चना एउटैमा यस्तो हो क्या? रहेछ नि त त्यो अरूको सामान हामी चलाइदिएको युज गरेको हामीलाई नपचेको के यहाँ आएर यसरी बसेर खाने हाम्रो 2 वर्ष अघिदेखिको प्लान फाइनली आज आएर पुरा भयो सक्सेस भयो त्यो मिठो छ अचार त्यो ठुलो कपमा कि नि यहीँ लिएर आउनु न है आज झुटो भइसक्यो यसले ठुलो खाऊ न आज त मलाई कस्तो सुजीको याद आयो क्या तिनीहरू अस्ति खाएको सुजी र अचार खाएको नि त अस्ति मैले त धेरै खाएँ मैले पनि खाएँ लास्ट चिल्लो छ 11 गाइज हाम्रो चाहिँ यस्तै छ खानाहरू म लाउँ त्यति
यहाँको मेयर भनियो कि के भनियो मेयर काउन्सिलर भन्छन् यहाँ चाहिँ अब मतलब हाम्रो नेपालको चाहिँ मेयर जस्तै हो त्यो मान्छे यति कन्जुस छ कि हामी शब्दमा भएन लौ सरस्वती त्यो कतिसम्मको कन्जुस भन्ने कुरा हामीले यहाँ शब्दमा बयान गरेर सक्दैनौँ कि आइसक्रिम छैन अघि फालिदिएको त पानी भयो तर काम चाहिँ गरे है यस्तो यस्तो बस्ने ठाउँहरू चाहिँ बनाइदिएको हो त्यो चाहिँ राम्रो मलाई त पुग्यो किन त्यति हुँदै आएको तुरिहालेको हुन्छ गाइज हाम्रो चाहिँ यो खाना अब सकिन लागिसकेको छ अन्तिम चरणमा छौँ हामी चाहिँ होइन साथीहरू सकिसक्यौँ अब चाहिँ एकछिनमा तर आज कस्तो मजा आयो है त्यो भ्यू हेर्दै खानु आनन्द फेरि हामी एक दिन आऊँ है यहाँ छुट्टी हुन्छ नि हामी घर जाँदाखेरि एक दुई दिन अगाडि त्यतिखेर गिलो चटपटेको कहाँ गर्ने ला गिलो चटपटेको अहिले हो कि खाने यहीँ गर्ने फ्राइडे नै अरू दिन आउनुपर्छ यहाँ आज फ्राइडे भएर हामीले त्यस्तो मजाले भिडियो गर्न पाएनौँ तर घाममा राम्रो देखिन्छ किनभने हामीले यतै पनि त यता घाम आउँछ नि त एक दिन फ्राइडे नै अरू दिन आऊँ न हुन्छ गिलो चटपटी ल्याएर अगाडि ससहरू सबै लिएर आऊँ सब भुइँ कटिङ गरेर अनि यहाँ ल्याएर पोकलको सस हालेर अनि त्यसरी गरौँ है मेरो भयो कि खतरा हुन्छ साथीहरू खाना खाएर सक्यो सकेको छ अनि लास्टै पिरो भयो पिरो त लास्टमा आएर खुर्सानी मलाई कस्तो खुर्सानी नखाएर खुर्सानी पिरो नभएर नखाए अचार खाए जस्तै फिल भएको थिएन अनि लास्टमा खुर्सानी बिनेर खाएँ कि बल्ल दामी यस्तो मिठो पिरो खाएर दामी उ भयो मजा आयो आज अनि यो गाइज हाम्रो चाहिँ अब सकेको छ खाएर अब जति पनि हामीले भिडियो बनाएको छौँ होइन सबैले हेरेर माया गरिदिनु होला हाम्रो यो भिडियोलाई होइन केही कमजोरी भएको छ प्लिज कमेन्टमा लेखिदिनु होला त्यसलाई हामीले फलो गरेर अर्कोचोटि नेक्स्ट भिडियोमा हामी चेन्ज गर्नेछौँ होइन गाइज आजको भिडियो यति नै कोही नयाँ हुनुहुन्छ भने सम्पूर्णले सब्सक्राइब गरिदिनु होला लाइक गरिदिनु होला सम्पूर्ण भिडियो हेरेर लाइक कमेन्ट सेयर गर्न नबिर्सिनु होला गाइस त्यही हो बाई 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 गाइस अब हामी तपाईँहरूलाई राम्रो हाम्रो भ्यू देखाउँछौँ उताको भ्यू सुरु ल फाइनली आज अब यसमा त टिन्टीले गनाउँदा नि हुन्छ अब